फाइनल्ली गाइज आज पानीले बाटो बिगारेपछि गाउँका सबै साथीहरू मिलेर बाटो बनाउन लागेको अवस्था छ। अब यो बाटो यसरी पानीहरू साइड गर्यो भने हाम्रो बाटो क्लियर हुनेछ साथीहरू। बाबु काम भइरहेछ बाबुहरू है। यो हाम्रो यो कामदार मजदुर स्पेशल मजदुरमा यसले सर्टिफिकेट निकालिसकेको छ मजदुरको। यो भाइले मजदुरको सर्टिफिकेट निकालिसकेको छ। सब श्रमदानमा छन् हाम्रो गाईहरू। सानो बच्चाहरू पनि आएको छन् गाई बाख्रा गोठमा। यिनी सानी भान्जीउने नि बाटो यस्तो बाटोको अवस्था यस्तो छ। यो हाम्रो खटा भन्ने यही हाम्रो गाउँको यी सबै गाईहरू यहाँ श्रमदानमा छन्। आज यस्तो च्याट्ट परेको बाटो बनाउने क्रममा छौँ हामीहरू। बाटो चिप्लो भएपछि अब पानीको लागि हामीले यस्तो साइड छाता दिनु त तैले काम गर्ला जस्तो लागेन है। हाम्रो बाटोमा यस्तो नाली भएपछि हामी नाली बनाउन बाध्य भएका हौँ गाईहरू। त युवाहरू यसरी लागिरहेका छन्। हाम्रो देशका बेरोजगार युवाहरू श्रमदान भने अगाडि सर्छन्। कोही युवाहरू यस्ता अल्छी पनि छन्। मान्छेहरू हर्क सामानले मात्रै श्रमदान गऱ्यो भन्छन्, तर हामीले पनि श्रमदान गरिरहेछौँ गाईहरू है। हाम्रो भाइले पानी बोकेर ल्याइराखेको छ। बिन्दास लाग्छ। त्यो डाँडामा जाने बाटो यस्तो गाह्रो भएको अवस्था गाईहरू। हाम्रो बाटो पुरा बिग्रेर चप्पललाई के गर्ने होला त्यहाँ के छ यही यो कटिनादैको त्यहाँ माथि पुऱ्याउन। एउटा काठमा त्यो चप्पल झुन्डाएर ल्याउनु त गयो खोला गए भेज पानी में। बाप रे लानु पर्यो